हेलो सम्पूर्ण मित्रमा स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि हजुरहरुको सामने म एउटा नयाँ भिडियो ब्लग लिएर आएको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। आज चाहिँ म यहाँ एउटा म्याच हुन गइरहेको छ पोर्चुगलमा। आज चाहिँ हजुरले मेरो न्यू ब्लगमा एउटा फुटबल टुर्नामेन्टको गेम देखाउन गइरहेको छु। कृपया हेरेर साथ दिनु होला। म चाहिँ बस वेट गरेर बसिरहेको छु साथीहरु हैन। अघिको बस छुट्यो दौडिँदै आउँदा 11 बजेको बस थियो। यहाँ आउँदा ठ्याक्कै 11 बज्यो, बस छुटिहाल्यो। अब 12 बजेको बस पाउँछ भन्ने आशा गरेको छु। गेम चाहिँ पारी हुन गइरहेको मोन्टिजो भन्ने ठाउँमा। यो चाहिँ पोर्चुगलको राजधानी लिस्बन ओरेन्ते भन्ने ठाउँको बस स्टेसन हो। माथि मेट्रो स्टेसन छ, मुनि मेट्रो स्टेसन छ, माथि ट्रेन स्टेसन छ, बीचमा बस स्टेसन छ। ल साथीहरु बस भेट्यो 12 बजेको ठ्याक्कै। यो चाहिँ पोर्चुगलको एकदम लामो पुल हो साथीहरु हैन। यो लामो पुलमा माथि हिँडिरहेका छौँ हामी। एकदम लामो पुल छ यो। 13 किलोमिटर भनेको छ यसको लम्बाइ। एकदम लामो छ साथीहरु यो पुल चाहिँ। 13 किलोमिटर गाडीमा नै लाग्छ त्यस्तै। कति मिनट गाडी यतिको स्पिडमा छ हेर्नुस्। ल फाइनली म चाहिँ मन्टिजो आइपुग्यो हैन। उहाँ चाहिँ मेरो साथी, धेरै पुरानो साथी हैन, भेट भयो मन्टिजो बस स्टेसन। अब हामी गेमतर्फ जाँदैछौँ, गेम हुने ठाउँमा। ल यो चाहिँ मन्टिजो बस स्टेसन। ल फाइनली हामी चाहिँ यसमा आइपुग्यो। हेर्न सक्नुहुन्छ तपाईँहरूले भित्रको यही देखाउनेछ। ल साथीहरु म्याच सुरु हुन लागेको छ। पोर्चुगलको भूमिमा पनि हाम्रा नेपाली दाजुभाइहरूले फुटबल टुर्नामेन्ट आयोजना गरेर राम्रो खेल प्रदर्शन गर्दै हुनुहुन्छ उहाँहरूले। हेर्न सक्नुहुन्छ हजुरहरूले। आजको म्याचमा चाहिँ 17-18 टिम रहेको भन्ने जानकारी आएको छ। टिमका नामहरू चाहिँ रान एफसी, धारिङ एफसी, दमौली एफसी, यस्ता नाम रहेका छन्। पोर्चुगलमा रहेका दाजुभाइ दिदीबहिनीहरूको धेरै डिस रहेको छ, देख्न सकिन्छ। राम्रो छ।
रमाइलो भइरहेको छ। मजाले ग्राउन्डमा पोल्टी मारेर फुटबल हेर्नु पाए अत्यन्तै खुसी लागिरहेको हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो म्याच धादिङ एफसी र डिसिबी एफसीको चलिरहेको हो। गोल हुन सफल भएको छ राम्रो प्रस्तुति, राम्रो प्रहार गरेको छ डिसिबीले। आजको फाइनल म्याच मन्टिचो समाज पोर्चुगल भर्सेस ड्रिम सिटी गइरहेको छ। सबै सरी तैँले पनि अब कहाँ रोक्नु आजको म्याच चाहिँ मन्टिचो समाज पोर्चुगलले जितेको छ साथीहरू आजको फाइनलमा। यति भने आज योबाट म बिदा हुन चाहन्छु। अर्को भिडियोमा भेट्नेछु। हस्त आयोजक साथीहरू